गुड मर्निङ सबैजनालाई। आज यात्राको 9औं दिन। म छु अहिले रारातालमा। यहाँ हेर्न सक्नुहुन्छ घोडाहरू चरिरहेछन्। दुबोहरू सेतै छ शीत परेर। शीत होइन, शीत परेको शीतलाई चिसोले आइस बनेको छ। यो पनि पुरै आइस बनेको छ। पटरामा चिप्लो चिप्लो छ। अहिले त घामले धेरै पग्लिसक्यो। यहाँ पुरै के भन्छ यसलाई, कसैले ठाडो भन्नुहुन्छ यहाँको लोकलहरूले। राति परेको शीत यसरी जम्छ। अब भने हामी हाम्रो पुरानो बस्ती भएको रारा बस्तीमा जाँदैछौँ। हेरौँ त्यहाँ के छ भग्नावशेषहरू। भग्नावशेषहरू पनि पुरिसकेको होला। यो एन्टिलाइट भएर देख्नु भएको छ कि छैन? पानी हाँस हेर्नुहोस् त कस्तो मजाले खेलेको छ। यो त ठुलो रहेछ हिजोको भन्दाखेरि त बाबु पानी हाँस। अगाडि बोटिङ भइराखेको छ। यहाँदेखि मिली चौरसम्मको बोटिङको 500 रुपियाँ लिने गर्दछ। र हजुरहरूको जानकारीको लागि यहाँदेखि मुरमा टप घोडाले लगेको 1500, फर्किँदा पनि घोडैमा आयो भने 1000 रुपियाँ थपेर 2500मा गएर आउन सकिन्छ। तर फर्किँदा भने 2 या 3 ठाउँमा ओर्लिनु पर्ने हुन्छ घोडाबाट, किनकि बाटो अलिकति अप्ठ्यारो छ। ओह्रालोमा घोडालाई अलिक गाह्रो हुने गर्दछ। यहाँको स्थानीयको भनाइअनुसार यो वन्यजन्तुलाई यहाँको होटलहरूले असर गरेको हुँदा अब यहाँ एउटा चेक पोस्ट मात्रै रहने। अबको वर्ष दिनभित्रमा यहाँका 2वटा होटल, एउटा डाँफे होटल र अर्को होटल अगाडि मिनी चौरमा सर्दैछन् भन्ने कुरा गर्नुभएको थियो। कहाँसम्म सत्य हो? यहाँबाट बोटिङ गरेर प्रति व्यक्ति 500 रुपियाँमा पारी गइराखेको देख्नु भएको होला बोट। त्यहाँ मिली चौरसम्म जान सकिन्छ। हामी भने अब एकछिन त्यहाँ पूजाआजा गर्छौँ। पूजाआजा भन्नाले त्यस्तो खासै तयारी छैन। यो भतिजले घरबाट केही ल्याएको छन् भगवान्लाई चढाउनको लागि, चढाउने छन्। महादेव, रारा महादेव भनेर यहाँ एउटा महादेवको मन्दिर छ। त्यही मन्दिरमा म भने यसो पाती टिपेर चढाएर ढोक गर्नेछु। फोटोग्राफी अफ द क्याम्प इज स्ट्रिक्टली प्रोहिबिटेड। अब यहाँ क्याम्प आएको हुनाले यहाँ फोटो भिडियो बनाउन निषेधित हुँदा मैले अहिले इन्स्टा बन्द गरेँ। अबको 2 मिनट मैले यहाँ ड्युटीरत आर्मी पर्सनललाई पनि सोधेँ के यहाँबाट चाहिँ आर्मी पोस्ट र होटलहरू उठ्दैछ भनेर। हो, हाम्रो आर्मी पोस्ट यहाँबाट उठेर मिली चौर भनेको यो मिली चौर होइन कि योभन्दा उता गाडी लाग्ने भन्दा यताको मिली चौरमा सर्दैछ। त्यहाँ बनिसकेको पनि छ भन्नुभयो। हिजो आउँदाखेरि हामीले 2 तले भवन पनि देखेको थियौँ। अनि यो होटलहरू पनि उठ्छ त भनेको। होटलहरू पनि उठ्ने कुरा त थियो। अब होटलको बारेमा होटलले नै जानोस् अथवा सम्बन्धित उसले जानोस्, मैले ठ्याक्कै भन्न सकिनँ। तर हामी चाहिँ उता सर्दैछौँ। हामी सर्छौँ भनेपछि पक्कै पनि होटलहरू पनि सर्छ होला भन्ने खालको कुरा गरिराख्नु भएको थियो। त्यहाँदेखि 500 रुपियाँ तिर्यो, पारी मिली चौर गयो। रमाइलो छ। माछा कतिखेर आउँछ? धेरै ल्या माछाको त्यसमा। ए हस्, धन्यवाद। मैले यहाँको दाइलाई सोधेको त्यो पल्लो उसमा अब के भन्छ, मचान के भन्नुभयो त्यसलाई हजुरले? मचान मचान विश्राम स्थललाई मचान भन्नुभयो। यो जिजी मचान भन्ने काठमाडौँ या ललितपुरमा एउटा होटल पनि थियो। माछा हेर्नुहोस्, यहाँ माछाहरू छ। म हजुरहरूलाई असला माछा देखाउन गइराखेको छु, हेर्नु होला है।
भने हाम्रो पुरानो बुवाजी बुवाहरूको बस्तीमा जाँदैछौँ। बस्ती भन्नाले पहिलाको बस्ती र अहिलेका घरहरू भग्नावशेषमा परिवर्तन भइसकेका छन्। यही स्टाइलले देख्न सकिन्छ कि कतिपय पानी हाँसहरू नतमस्तक भएर पौडी खेलिराखेका छन्। यो रराल गाउँ अथवा पाराको बस्ती भनेको आर्मी क्याम्पभन्दा आर्मीको पोस्टभन्दा लगभग 15-20 मिनटको बाटो अगाडि छ। अनि अहिले हामी एउटा पानीको धारामा आइपुगेका छौँ। सम्भवतः यो धारा यही हो कि जस्तो लाग्छ मलाई। पहिला आउँदा अलिक फरक थियो। यो भगवती श्री भगवती र प्रसाद गुल्म परिवारबाट 2050 1 महिना 1 गते 50 सालमा निर्माण गरिएको रहेछ। यो होइन, त्यसो भए अलि माथि छ त्यो धारा। अहिले भने लगभग 15देखि 20 मिनट हिँडिसकेपछि हजुरबाट हाम्रो पुरानो बस्ती भएको ठाउँमा आयो। सम्भवतः यो समतल जमिन छ। त्यतिखेरको खेती गर्ने भूभाग हो। धेरै ठाउँ झाडी जङ्गल पलाइसकेको छ। पहिला हामी यहाँ पानी खाने धारा हेर्छौँ। पानी त अब मान्छेले प्रयोग नगरेपछि, मर्मत सम्हार नगरेपछि पानी सुकिसकेको होला। तैपनि हामी यहाँको पानी पिउने धारा हेर्छौँ। दोस्रोमा महादेवको मन्दिर थान छ। यहाँ महादेवको थानमा गएर पूजा गर्छौँ। यो घाम नलागेको भएर अहिले पनि यसमा राति परेको शीत आइस बनेको छ। हेर्नुहोस्, अहिले पनि पानी रसाइराखेको छ। मान्छेको जात साह्रै नराम्रो। आउने बित्तिकै यहाँ चाउचाउको खोस्टाहरू थालिसकेका छन्। यो सम्पूर्ण पितृ लगायत यहाँ बसोबास गर्ने सम्पूर्ण पितृ लगायत सम्पूर्ण भगवानको नाममा पानी यताबाट आइरहेको छ। यो हामीहरूको बुवा जिजु बुवाका पनि बुवा जिजु बुवाहरूले पानी पिउने धारो हो। मेरो भतिजले जिजु बुवाहरूले पानी पिसेको मुहानको पानी पिउँछु भनेर अङ्गुली थापेर पिउँदैछन्। अब म भने महादेवको थानतिर लाग्छु। भतिजको भनाइअनुसार पानी तातो छ भनेर भन्दैछन्। अघिल्लोचोटि आउँदा यहाँ टिनको अथवा काठको थान थियो, जसलाई राराको थान भएको हुनाले, शिव भगवानको थान भएको हुनाले रारा महादेव थान भनिन्छ। यहाँ चौतारी पनि रहेछ। मसियो छैन, यो चौतारी पछि निर्मित हो या हाम्रो जिजुबुवाहरूको पालामा निर्माण गरिएको हो। यो त्यो खाने चिज हो। काँडा जस्तो बिच्दो रहेछ त। कस्तो सल्लाह हो यो। काँडा जस्तै तिखो छ, बिच्छ। अहिले भने हामी रारा महादेव आइपुगेका छौँ। रारा महादेवको थानमा आइपुगेका छौँ। यो सबै बनियरले खनेर यस्तो बनाएको छ। बम बम भोले देव मन्दिर मात्र देखिएको छ। महा चाहिँ बाँचिएछ। हाम्रो यहाँ रारा बस्तीको बुवा जिजु बुवाहरूले
एउटा पुज्ने भनेको यो महादेवको मन्दिर हो। त्यसपछि गएर अर्को भनेको जो अस्ति हामी गयौँ त्यहाँको के भन्छ त्यसलाई, बुढोको देवता हो। यसलाई म अब कहाँ राख्दिउँ, नन्दी भगवान नरिसाउनु होला, ढलेको रहेछ, मैले यहाँ राखिदिएँ। बम बम भोले। त्यही चढाइदियो भित्र गएर। किन नमिल्नु हजुर? तेरिका पुरै भित्र नपसेन, त्यो ढोकामा राखिदियो, नभए यहीँ राखिदियो पनि हुन्छ। एकछिन हामी पूजाआजा गर्नेछौँ। यो हाम्रो राराको ठकुरीहरूले जहाँसम्म यदि म गलत छैन भने, म गलत भएछु भने मेरा अग्रजहरूले सच्याइदिसेला सामाजिक सञ्जाल मार्फत। यो राराको ठकुरी बस्ती, रारामा दुईवटा बस्ती थियो। एउटा रारा बस्ती भन्थ्यो जो हामीहरूको हो, ठकुरीहरूको। अर्को छाप्रू भन्थ्यो, छपराल भन्छ, जो चिसापानीमा बसोबास गर्दै आउनुभएको छ, उहाँहरूको थियो। यो हामीहरूको पुज्ने रारा मन्दिरको थान हो भने अर्को छाप्रू महादेव भनेर उता छपराल बस्ती भएको ठाउँमा अर्को पनि मन्दिर छ। अहिले मुर्माटप जाने बेला म हजुरहरूलाई त्यस मन्दिरसम्म लैजानेछु। म पछि पनि पक्कै पनि मेरा भाइ भतिज छोरा नाति आउनुहुन्छ होला। हजुरहरू आउनुभयो भने यो सिधा अगाडिको निकुञ्जको पोस्ट हुटुबाट आउने बाटो, त्यसपछि यहाँको एउटा काठे पुल छ, यो पानी पिउने धारा, त्यसपछि थोरै अगाडि 200 मिटर 300 मिटर अगाडि गएपछि महादेवको थान। अब हामीहरूको बस्ती चाहिँ यो साइडमा रहेको छ। लगभग बाटोहरू बिग्रिसकेको छ। हेरौँ के कस्तो छ। हाम्रो घर भनेको ठ्याक्क यही लोकेसनमा मैले अनुमान गरेँ, ज्ञानेन्द्र दाईको भनाइअनुसार यही लोकेसनमा थियो। यो भनेको हाम्रो मुकेश भाइ भतिजहरूको। त्यसपछि अब भग्नावशेष मात्रै रह्यो, केही पनि छैन। यो घर पनि अब हुलाकले प्रयोग गरिन्जेलसम्म आफ्नो कार्य सम्पादन यहीँबाट गर्नको लागि यसको मर्मत सम्भार गर्यो। धन्य हो जसले गर्दा अहिले पनि यतिको घर देख्न पाइराखेको छौँ हामीले। पर्खाल भत्किएर ढुङ्गाहरू छरप्रष्ट भएको थुप्रोहरू देख्न सकिन्छ। हाम्रो बुवा, जिजुबुवाको बुवाहरूले आफ्नो जीवनयापन यहीँ गरेको थियो। हामीसँगै ज्ञानेन्द्र दाजी आउने कुरा थियो। उहाँ रारा बस्ती सर्दाखेरि सम्भवतः 12 देखि 17 वर्ष उमेरको होइसिन्थ्यो। त्यसले गर्दा उहाँलाई सबै कुराहरू थाहा छ, तर कारणवश उहाँ आउन सकिएन। उहाँ भने आज त्यही कार्कीवाडामै होइसिन्छ, मतलब गमगढीको आसपासमा। कुनै दिन मौका परेछ भने यहीँ जन्मिएका मेरा आफन्तहरू, यहीँ हुर्किएका मेरा आफन्तहरूसँग म फेरि एकचोटि यस क्षेत्रमा आफ्नो पुर्खाहरूको वासस्थानमा आउने कोसिस गर्नेछु। यदि सम्भव भएसम्म म यहाँबाट सबै कुराहरू, किनकि अब हामी तराईमा जन्मियौँ, हामीलाई यहाँको बारेमा केही थाहा छैन। जीवनमा पहिलोचोटि भनेको 2076 सालमा
यहाँ आएका थियौँ। त्यसपछि 76 सालको जेठमा पहिलोचोटि, 76 सालको चैतमा दोस्रोचोटि र आज 2081 साल मङ्सिर 6 गते म हजुरहरूलाई रारातालको छेउमा रहेको हाम्रो बुवा, जिजु बुवा र जिजु बुवाको पनि बुवा र जिजु बुवाहरूको बस्तीको छेउमा आएर यो भिडियो छायाङ्कन गरिराखेको छु। हाम्रो बुवा जिजु बुवाहरू हुर्केको, खेलेको, बढेको यही ठाउँ हो। उनीहरूको बस्ती यही थियो। यो रारातालको छेउमा दुईवटा बस्ती थियो। एउटा रारा बस्ती, जसलाई रराल बस्ती भनेर पनि चिनिन्छ, जो ठकुरीहरूको हामीहरूको बस्ती थियो भने अर्को छाप्रू बस्ती भनेर हुटुभन्दा केही पर, जहाँदेखि मुर्मा टपको लागि चाहिँ हामीले पैदल पदमार्ग छ त्यहाँ छपराल बस्ती पनि रहेको थियो। 32 सालमा महेन्द्र सरकारको यहाँ सवारी भएपछि उहाँले यो ताललाई देखेर यो तालको सौन्दर्यतालाई जोगाइराख्नको लागि यहाँको मानव बस्तीहरूलाई अन्तै कुनै वैकल्पिक स्थानमा सार्नुपर्ने उहाँले महसुस गर्नुभयो। त्यसपछि 2035 सालमा यहाँदेखि बर्दियाको जमुनी ताराताल आसपासमा पुनर्वासको रूपमा हामीहरू त्यहाँ गयौँ। त्यसपछि लगभग वर्ष दिनको आसपासमा फेरि त्यो बस्ती त्यहाँ असुविधा भएको कारणले गर्दाखेरि उक्त बस्ती फेरि सरेर बानियाबार, गावर, चिसापानीमा गएको थियो। अब भने म हजुरहरूलाई यो घरभित्र के कस्तो छ देखाउन चाहन्छु। यो हो उही तला, यो कुनै कोठा होला। त्यसपछि गएर यहाँ एउटा कोठा छ र त्यसभित्र पनि एउटा अर्को कोठा रहेको छ। कतिसम्म स्पष्ट देख्न सक्नुहुन्छ। म त्यही नै जान्छु। यहाँ आइयो, यहाँ आएर फेरि यहाँसम्म नगएपछि के अर्थ भयो। हेर्नुहोस्, त्यतिखेरको घरमा झ्यालहरू हुँदैन थियो, चिसो हुने भएको कारणले यहाँ बस धुवाँ, आगो बालेको धुवाँ बाहिर जानको लागि र अक्सिजनको आवत जावतको लागि सानो हावा बाहिर जाने प्यासेज भने हुने गर्दथ्यो। यो कोठा भने अलिकति ठुलो रहेछ तुलनात्मक हिसाबमा। र यसपछि म यो कोठा यस्तै छ, हेर्नुहोस्। त्यसपछि यो माथिल्लो तलाको कोठा, यहाँ एउटा कोठा छ। त्यसपछि यो एउटा कोठा भइहाल्यो। अब यहाँभित्र फेरि दुईवटा कोठा छ। यहाँ घाँसहरू बिछ्याएर मानिसहरू आराम गर्ने गरेको देख्न सकिन्छ। यहाँबाट बाहिर निकास। यहाँ बाहिर निक्लिन साथ रारातालको दृश्य लगभग राराताल एकैपटकमा पुरा देखिन्छ। पारिरहेको मिलीचौर। यहाँ माथि पनि सरसर्ती हेर्दा यो 3 तला घर रहेको रहेछ। यहाँ माथि पनि छ। मैले बाटो कताबाट थाहा पाइन, यहीँबाट चढेँ। यहाँ यस्तो खालको कोठाहरू रहेछन्। यो बरन्डा, त्यसपछि माथि पनि कोठा जस्तो छ। यो सरसर्ती हेर्दा सानो कोठा भए पनि आधुनिक घर जस्तै देखिएको छ। यो छाना भने सल्लाकै दाउराले टाइल जस्तो बनाएर छाइने गरिदो रहेछ। मुर्मा टप त्यही अगाडि जानु छ हामीलाई।
त्यो टुप्पामा अगाडि देख्नु भएको छ कि छैन? मैले देख्छु कि देख्दिनँ। यहाँबाट सानो देखिन्छ मुरमा टपको डाँडा। अब भने हामी फर्किन्छौँ। भिडियो हेरेर साथ दिनुहुने सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै अब आउने शुक्रबारको भिडियो रारातालदेखि मुरमा टपसम्मको रहने समेत जानकारी गराउँदछु। हजुरहरूको दिन शुभ रहोस्। नमस्कार।